ह्याप्पी एनिभर्सरी बुढो। आज चाहिँ हामीले बिहे गरेको पनि 4 वर्ष भइसकेछ हैन। केही छैन, अब अरू 40 वर्ष पनि कटौला, 40-50 वर्ष जतिसुकै बाँचिन्छ त्यति नै हैन। अनि कति चाँडै 4 वर्ष कटेछ, तर मैले चाहिँ आज भुसुक्कै बिर्सेछु के फेरि। कस्तो दिमाग हो। अनि अहिले बैठक जाने बेला 28 गते छ नि त बैठक। अनि ठ्याक्क बाटोमा हिँड्दै गर्दाखेरि बल्ल सम्झ्या के मैले कस्तो खालको दिमाग हो कुन्नी। अनि अब 4 वर्ष भइसकेछ कति चाँडै हैन। अब सम्झिँदाखेरि त कस्तो कस्तो लाग्ने क्या। अनि केही छैन, राम्रो होस्। जति जे दुःख भए पनि दुईजना सँगै हुन पाम, लड्दै झगडा गर्दै हैन अगाडि बढ्न पाम बुढा भन्न चाहन्छु म चाहिँ। अब दुईजनामा झगडा त हुन्छ, कसको हुँदैन र हैन। त्यही पनि झगडा गर्दै सम्झाइ गर्दै बुझाउँदै रिसाउँदै अझै काट्नुपर्छ बाँचुन्जेलसम्मको जुनी हैन। म चाहिँ त्यही भन्न चाहन्छु मेरो डल्ले बुढालाई। मेरो बड्डाले नि बिर्सेर के फेरि अझैसम्म उइस पनि गर्नु भएको छैन फेरि। कति केही दिमागमै छैन के भन्नु खै। त्यही भएर जे जस्तो भए पनि खुसी हुनु हैन। हामी पनि घरमा सब खुसी नै हुन्छौँ। अब दुःखको त अब के कुरा गर्नु, तपाईँले पनि दुःख हामीलाई पनि दुःख नभएर सुख कहाँबाट आउँछ हैन। पहिलाको दिन हेरेर हामी पहिला यस्तो थियौँ भने अहिले अलि यस्तो भइसकेका छौँ। अझ यति माथि जानु छ। त्यही भएर मेहनत गर्नु, हजुर पनि म पनि गर्छु है त।